सम्पूर्ण साथीहरूलाई नमस्कार। सन्चै आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु र अहिले चाहिँ म ठ्याक्कै लिबाङ बजारमा छु र म यहाँ केही विशेष कामले गर्दाखेरि आएको थिएँ आज बिहान र काम भएन, त्यही भएर हल्का दिमाग खराब भइरहेको छ र साँझको टाइममा यसो रुममा बसिरहनु भन्दा नि बाहिर यसो घुमौँ, हावा फ्रेस हावा खाम भन्ने हिसाबले चाहिँ म तपाईहरुले बजार देखाउन आएको छु। कृपया बजार म तपाईहरुले देखाउन गइरहेको छु, हेर्नु होला है। यो हो, यो तलको चाहिँ लिबाङ बजार हेर्नुस्, यतातिर सरररररर यो हो लिबाङ बजार। अनि पारी लेक हेर्नुस्, दाना साँझको टाइम छ, चत्त लाएर म चाहिँ अहिले चाहिँ यहाँनिर छु ठ्याक्कै। यो के कृषि हो कि के सडन सहरी भवन भन्ने के छ, यहाँनिर छु म। माथि नै छु मालपोत कार्यालयमै। म यहीँ नागरिकता सम्बन्धीको विषयमा आएको थिएँ र मसँग यहाँनिर बहिनीहरू पनि छन्। अनि बहिनीहरू, एउटा बहिनी अनि तलनिरबाट यहाँनिरबाट सहकारी कहाँ के भन्ने छ। अनि मालपोत कार्यालय फेरि उता पारी छ, त्यहाँनिर अलि हल्का देखिरहेको छ होला, रातो रातो रुखले गर्दाखेरि देखिरहेको छैन। र यही हो लिबाङको बजार, तपाईहरुलाई देखाइरहेको छु। र अब घुम्ने पनि त्यस्तै भयो हेर्नुहोस्, काम पनि भएन, अनि त्यही भएर त्यति धेरै घुम्न मन पनि लागिरहेको छैन। यसो हल्का फुल्का बाहिरतिर, अनि यतापट्टिबाट चाहिँ उता रेउगातिर लिबा के भन्छ सरी उता ढाबाङ देउरालीतिर जान्छ यहीँबाट आम बिहानबाट। अनि यतातिरबाट चाहिँ उता पर नयाँ बस पार्कहरू जान्छ, अनि नानीहरू छन् है। ल सम्पूर्ण साथीहरूले कस्तो लाग्छ भिडियो? छोटो मिठो, यो लिबाङ बजार हो है। लिबाङ बजार सररररर माया गयो रेलैमा भन्ने गीत सुन्नु भयो होला। घाम डुब्न लाग्छ उपारि, देख्नुभयो? ल जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है त। जय नेपाल, बाई बाई।